कति राम्रो कति राम्रो कति राम्रो फोटो भाइलाई धेरै धेरै बधाई धेरै धेरै धन्यवाद छ यसै विराटनगरमा बिरुवा हुर्काएको होइन है हेर्नुस् यो किताब बेच्नलाई पनि हामीलाई शीतल चाहिन्छ यो शीतल चाहिँ यो रुखले दिएको छ यही शीतल मुनि बसेर हामीले चाहिँ कञ्चनबारीमा आज महावीर पुनको किताब बेच्दैछौँ है हो कि न दिदी जय हरियाली सबै जय देश जय नरेश के हो सबै थोक हो है त्यसलाई चाहिँ खुकुलो बनाउने कानुन चाहियो जसले गर्दाखेरि जो उद्योगपतिहरू छ उनीहरूलाई पनि धेरै दुःख नदिने कानुन चाहियो। नेपालमा त के छ त उद्योगपतिहरूलाई थाहा छ होला म आफूलाई अहिलेसम्म थाहा छैन तर मलाई भित्र अलिअलि थाहा छ यो उद्योगपतिहरूलाई चाहिँ घाटिने भन्ने कानुन छ भन्ने मलाई थाहा छ तर कुन कानुनले घाँटी निमेटेको छ कसरी निमेटेको छ कसरी दुःख दिइरहेको छ त्यो मलाई डिटेलमा त म गएको छैन अब मैले पनि सिक्दै जानु पर्ला। कानुन त यस्तो जस्तो छ कि जेलमै बस्नुपर्छ। अब वीरगन्जको उद्योग चलाएपछि मलाई पनि मैले पनि बिस्तारै सिक्दै जाउँला होइन तर यति थाहा छ नत्र भन्ने उद्योग किन फर्स्ट आएन त हाम्रो नेपालमा बिजुलीको यति सुविधा छ तब पनि 12 घण्टा लोड सेडिङ हुन्छ बिजुलीको कुरा त त्यति उत्पादन थिएन पहिला हो कि होइन अब बिजुलीको समस्या अब बिस्तारै जाला होइन अनि अर्को कुरा के छ त भन्दाखेरि कच्चा पदार्थको कुराहरू छ होइन कुनै उद्योग चलाउनलाई चाहिने कच्चा पदार्थहरू भयो अब त्यसमा चाहिँ अब उद्योगहरूले जो छ कमाउनको लागि जो उद्योग चलाइरहेको छ कमाउने पनि त अलिकति व्यवस्था हुनु पर्यो कमाउने भन्न त्यत्तिकै भ्रष्टाचार गरेर कमाउने होइन होइन सहज तरिका हुनु पर्यो के हुनु पर्यो त्यस कारण धेरै कुराहरू छ नेपालमा उद्योग चलेन किन भएन सबै अनि नेपालीहरूको बानी के गर्यो भने उद्योग चलाउन त दुःख छ अब दुःख त छ त्योभन्दा बरु बाहिरबाट सामान ल्याए चलाइदिए अनि ढुकै भयो नि के को दुःख भयो भन्ने जस्तो जसमा चाहिँ यहाँ यत्रो केबलहरू बनाइरहेको छ यत्रो त्यो भनौँ न रथिकोलहरू बनाइरहेको छ त्यो ग्लुहरू बनाइरहेको छ त्यो त सबै बाहिरबाट कहाँ आउँथ्यो त पहिला केबल पनि सबै बाहिरबाट आउँथ्यो कमसेकम यति त यहाँ बन्न थालेछ यति बन्यो भने यहाँ बन्यो भने के फाइदा छ भन्दाखेरि विदेशमा पैसा जाने यदि देशको सम्पत्ति छ विदेशमा जाँदैन कम हुन्छ अनि आयात कम हुन्छ कच्चा पदार्थ ल्याउनलाई पनि पर्ला तर बनेकै चिज ल्याउनु भन्दा त्यो आयात कम हुने भयो नि त्यस कारणले धेरै कुराहरू छ यो उद्योगको कुराहरू सम्झँदाखेरि पनि मलाई पनि अब के अरे कस्तो कस्तो लाग्छ अब के हेर्नु म पनि अब म सिक्दैछु उद्योग गर्ने सिक्दैछु तर म आफू चाहिँ उद्योगपति हुनलाई होइन म चाहिँ समाज सेवाको लागि हाम्रा जुन छ यहाँ सिनियर चर्चा जुन गरौँ हाम्रा यहाँ सिनियर कर्मचारीहरू पनि हुनुहुन्छ होइन त उहाँहरूलाई उत्साह कसरी बढाउने काममा यस्तो हो कि मैले भन्ने कुरा चाहिँ अब उत्साह भन्ने चिज होइन उत्साह भन्ने चिज कर्मचारीले अथवा कसैले पढ्ने विद्यार्थीले अथवा के भने उत्साह बढाउने भन्ने चिज के हुन्छ भने अब मेन कुरो मानिस भनेको कस्तो हो भने उसले चाहिँ सुविधा चाहिन्छ तर जति सुविधा पाउँदै गयो फेरि त्यति बिग्रिँदै पनि जान्छ मानिस होइन त्यस कारणले अब तपाईँहरूले उद्योग चलाउनेहरूले म सिक्दैछु अहिले अब त्यहाँ कस्तो के गर्यो भने त्यो वीरगञ्ज कृषि औजार कारखानामा काम गर्न आउनेहरूलाई त्यहाँ चाहिँ एकदम खुसी बनाएर राख्न सकिन्छ त्यो उपाय खोजिरहेको छु मैले होइन
अहिले हाम्रो 38 जना छ त्यहाँ काम गर्नेहरू होइन, मैले 100 जना जति राख्ने विचार छ। अब सिक्दैछु नि, एकैचोटि राखेर त्यो फेरि बिग्रेला भनेर हो। अनि त्यसरी चाहिँ कसरी हुन्छ, काम पनि होस्, काम गर्नेहरू खुसी पनि होस्, त्यो कुरा चाहिँ। अनि कर्मचारीहरूले त्यो चाहिँ ऊ मात्रै आफ्नो फाइदा मात्रै खोज्ने होइन नि। किनभने कतिले के ठान्छ भने यो गरेर मलाई के फाइदा छ, साउदीलाई फाइदा छ, मलाई के फाइदा छ भन्छ। अनि साउदीलाई फाइदा भन्दा आफूलाई पनि त फाइदा होला त। साउदीले धेरै कमायो भने फेरि अब सुगर भत्ता होइन, सुविधाहरू के बाँड्ने हुन्छ, त्यो पनि त फाइदा होला त। अनि कुनै कम्पनी रह्यो भने पो जागिर खाइयो त। कम्पनी नै डुब्यो भनेदेखि त कसरी जागिर खाइन्छ, होइन र? त्यस कारणले दोहोरो हुनु पऱ्यो क्या। अब कम्पनी लेभलबाट र कर्मचारी लेभलबाट दोहोरो एक आपसमा चाहिँ म्युचुअल बेनिफिट, एक आपसी फाइदा चाहिँ हेर्नु पऱ्यो। एकरो फाइदा हेऱ्यो भने त्यो त्यसले चाहिँ घाटा पार्छ भन्ने चाहिँ मेरो साधारण एकदम मैले देखेको कुरा हो। मैले चाहिँ देखेको काम कर्मचारीहरूले कम्पनीको लागि होइन, आफ्नो लागि काम गरिरहेका छन्। तिनीहरूले जति जोसले, जति इमान्दारी, जति राम्रो काम गर्छन्, तिनीहरूको प्रगति आफै हुँदै जान्छ, अगाडि बढाउँदै जान्छ। कम्पनीको जो पनि ओनर होस्, जहाँ पनि काम गरोस्, त्यो मान्छे आफै अगाडि प्रगति, आफ्नो प्रगति गरिरहेको हुन्छ र आफ्नो 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 पनि काम गर्न सक्छ। जब आफ्नो एउटा काम गर्ने क्षमता आँट आउँछ नि, आँट आएपछि आफ्नो पनि काम गर्न सक्छ। नेपालमा जन्मिनुभयो, हुर्किनुभयो, अमेरिकासम्म पुग्नुभयो र फर्केर यही कन्ट्रीमा बस्ने, यो समाजसेवामा लाग्नुभयो, कन्ट्रीको लागि केही दिनुपर्छ होइन। हुन त के छ भनेदेखि हामी सामाजिक प्राणी, समाजमा अलिकति कन्ट्रिब्युट गर्नुपर्छ कि जस्तो लाग्छ। किनभने आज के अरे पृथ्वीमा आयौँ है, एउटा हाम्रो एक्सपायर डेट पनि छ, जुन त्यो मिट पनि हुन्छ कहिले न कहिले है। त्यो एक्सपायर डेट पछाडि हामी सकेर जान्छौँ र त्यस पछाडि जब छौँ तब हामीलाई चिन्छन्। आज डाक्टर महावीर पुनलाई चिन्छन्, मलाई तुलसी गुप्ता भनेर चिन्नुहुन्छ। त्यसरी सबैको आफ्नै परिचय छ यहाँ। र के लाग्छ भने सर, मलाई चाहिँ के लाग्छ भन्दै खासमा म हुँदा मलाई चिन्ने र नहुँदा मलाई समाजले, राष्ट्रले कसरी चिन्ने भन्ने कुरा सबैमा आउँदैन। यो एउटा गड गिफ्ट पनि हुन्छ जस्तो लाग्छ मलाई। मनमा आउने, फिलिङ्स आउने, समाजलाई, राष्ट्रको लागि केही गरेर दिनुपर्छ। कुनै अर्गनाइजेसनमा भए, हामी त कर्मचारी मान्छे, कुनै अर्गनाइजेसनमा छौँ भने त्यो अर्गनाइजेसनलाई के दिन सकिन्छ, राम्रो कुरा, नयाँ कुरा, जसले भोलिको डेटमा म 10 वर्ष पछाडि, 5 वर्ष पछाडि त्यो अर्गनाइजेसन छोडेर गएँ भने कता कता झझल्को आइरहोस् त्यो टिमलाई, त्यो म्यानेजमेन्टलाई हो, ताकि यो मान्छे हुँदाखेरि यो कुराहरू एड्रेस गरेर दियो, यसरी बतायो, यो कुरा गरायो भन्ने कुरा आफ्नो टाइम हुन्छ। तर सरको के छ भनेदेखि अमेरिकासम्म पुगेर, किनभने आज मान्छे प्रायः 99% मान्छेको मेन्टालिटी के हुन्छ भनेदेखि म आफूलाई ग्रोथ कसरी गर्ने, म आफ्नो रिच पर्सन कसरी भन्ने, म इन्टरनेसनल लेभलमा कसरी चिनाउने। एउटा सोसल वर्क राष्ट्रको लागि गर्ने, समाजको लागि गर्ने मान्छे मात्रै चिनिन्छ, अर्को रिच भएर चिनिने हो खासमा हो। र सरले त्यो कुरा अपर्च्युनिटीलाई छोडेर नेपालमै यत्रो सङ्घर्ष गरेर एउटा साधारण भन्दा पनि साधारण जीवन त्यो बिताइरहेर तपाईँ जुन सङ्घर्षमा लाग्नु भएको छ, यसको इन्सपाइरेसन भन्ने कहाँबाट सरलाई यस्तो के अरे गर्नुपर्छ जस्तो लागेको हो खासमा? केबाट तपाईँले यति प्रेरित हुनुभयो सर? होइन, यस्तो हो, त्यो सिम्पल छ क्या। त्यसको कारण सर, यो प्रश्न चाहिँ धेरै जसो स्कुलमा गयो भने विद्यार्थीले भन्छ, विद्यार्थीले सोध्ने प्रश्न गर्छ क्या, तपाईँलाई कसले इन्सपायर गर्यो, कोबाट इन्सपायर पाउनुभयो भनेर स्कुलमा इन्टरेक्सन गर्दाखेरि विद्यार्थीहरूले सोध्छन्। अहिले विद्यार्थी भन्दा पनि कस्तो छ, अहिले जुन हाम्रो नेपालको गभर्मेन्ट छ सर, आज राजतन्त्र, प्रजातन्त्र, त्योभन्दा के अरे बहुदलीय के थियो व्यवस्थाहरू राणाकालका पनि थिए। अहिले चाहिँ हामी नेपाली जनताले एउटा गणतन्त्र भनेर बनाएको छ। त्यसमा हाम्रा सबभन्दा ठुलो दलहरू के अरे नेपाली काङ्ग्रेस, एमाले र माओवादी छन् होइन। उनीहरूले समाजलाई एउटा राम्रो कुरा दिने र ठुलो बनाउँछु, राष्ट्रलाई राम्रो बनाउँछु भनेर त आएको हो नि त। तर अहिले के छ भने त्यसको ठ्याक्कै विपरीत गरेर भ्रष्टाचारमा मात्र लागेको छ कि उसले आफ्नो टिमलाई मात्र प्रोटेक्सन गरेको छ। त्यो बेग्लै कुरा हो, त्यो चाहिँ राजनीतिक कुराहरू होइन। राजनीतिक कुरा यहाँ चाहिँ किन समर गरेर तपाईँ पनि त त्यसमा इन्भल्भ हुनुहुन्छ, तपाईँ पनि छोडेर तपाईँले लाग्नुभयो किन?
त्यसको कुरा चाहिँ त्यसको एन्सर चाहिँ भाइले यो किताब पढ्यो भने पुरा है पढ्यो भने चाहिँ थाहा पाउँछ। म अमेरिकामा गएँ, अमेरिकाबाट फर्किएर गाउँमा नै कसै म यहाँ एउटा कुरा के छ भने मेरो जीवनमा यस्तो किसिमको टर्निङ पोइन्टहरू आउँछ क्या, एकदम टर्निङ पोइन्ट भनेको त बिस्तारै पनि त आउन सक्छ। तर मेरो जीवनमा कस्तो टर्निङ पोइन्ट्सहरू आएछ भने यसरी जाँदा जाँदै त्यहाँ ठोकिएपछि फेरि अर्कोतिर फेरि होइन 90 डिग्री अथवा त्यो टर्निङ पोइन्ट यस्तो गरेर झट्ट यता कहिले झट्ट यता गइरहेको छ। हरेक टर्निङ पोइन्ट्स 8वटा टर्निङ पोइन्ट्समा मैले यहाँ लेखेको छु र यसरी समाज सेवामा कसरी लाएँ भन्ने कुरा पनि लेखेको छु। र म नेपालमै किन बसेँ त, म नेपालमा बस्छु भन्न आएको त होइन, वास्तवमा मैले त्यो कुरा पनि लेखेको छु। म एक वर्ष जति नेपालमा गएर घुम्ने, अलिकति रिल्याक्स गर्नु पऱ्यो होइन, धेरै पढ्दा धेरै थाकियो हेरौँ भनेर आएको मान्छेमा फेरि टर्निङ पोइन्ट्स आयो, अचानक फेरि नेपालमै बस्यो, के कुराले गर्यो। अब त्यसमा इन्सपायर केले गर्यो भन्ने कुरा चाहिँ के छ त भन्दाखेरि म चाहिँ समाजको दुःख देखेर इन्सपायर भएँ, दुःखले इन्सपायर गरेको। सबैभन्दा पहिला केले इन्सपायर गर्यो भने म आएँ गाउँमा है, हाम्रो गाउँ त म जन्मेको म्याग्दीमा हो, तर म हाई स्कुल पढ्ने उति बेला हाई स्कुल गाउँघरतिर हाई स्कुल हुँदै थियो, म्याग्दीमाबाट चितवनमा झरेँ, चितवनमा मैले पढेँ, हाई स्कुल पढ्न पाएँ, बाबाले मलाई ल्यायो, कसरी ल्यायो यहाँ छ सबै छ। अनि त्यसपछि गाउँ त छोडियो, अनि त्यसपछि चितवनमा पढाइ गरेँ, अहिले मैले पनि भन्ने पढाइ गरेँ। तपाईँ पनि 12 घण्टा लोड सेडिङ हुन्छ होइन। यस्तो बिजुलीको कुरा त त्यति उत्पादन थिएन पहिला, हो कि होइन। अब बिजुलीको समस्या अब बिस्तारै जाला होइन। अनि अर्को कुरा के छ त भन्दाखेरि कच्चा पदार्थको कुराहरू छ होइन, कुनै उद्योग चलाउनलाई चाहिने कच्चा पदार्थहरू भयो। अब त्यसमा चाहिँ अब उद्योगबाट कमसेकम यति त यहाँ बन्न थालेछ, यति बन्यो भने यहाँ बन्यो भने के फाइदा छ भन्दाखेरि विदेशमा पैसा जाँदैन, यदि देशको सम्पत्ति छ विदेशमा जाँदैन, कम हुन्छ, आयात कम हुन्छ। कच्चा पदार्थ ल्याउनलाई पनि पर्ला, तर अहिले के भइरहेको छ भने फोन गर्यो भने बनाइदिने होइन, प्रोग्राममा राखिदिने, नराख्ने भएको छ। त्यति बेला चाहिँ के गर्नु पर्यो भने अहिले नै यो 1 हप्ताभित्रमा सबैलाई राख्ने कि नराख्ने भनेर सोध्ने, राख्नु पर्यो भने लिस्ट बनाउने। अनि एकचोटि एउटा जिल्ला सिद्धियो, यो 42औं जिल्ला हो। हरेक जिल्लाको पुरै पालिकामा त गएको छैन, त्यो आधाभन्दा बढी पालिकामा गइरहेको छ। गएर पालिकामा हामी आधा घन्टाको समय माग्छौँ, आधा घन्टामा 10-12 मिनट जति मैले केही कुराहरू राख्छु, अभियान के हो, कसको लागि हो, किन भन्ने कुरा राख्छु। अनि किताब किन्नको लागि अनुरोध गर्छु पालिकाको तर्फबाट, पालिकाले सक्ने अनि कर्मचारीले व्यक्तिगत। यस्तो हुन्छ, हामी त कुनै ठाउँमा यति दिन बस्ने हुँदैन, जहाँ जनताले जति दिन राख्छन् त्यति दिन गर्ने हो। अब 3-4 दिनदेखि लिएर 10-12 दिन, 15 दिन, 20 दिन, धरानमा हामी 24 दिन बस्यौँ पालिकामा। इटहरीमा चाहिँ 22 दिन बस्यो। अनि उता जनकपुरतिर उतातिर त्यही हो 15 दिन बसाइ त। विष्णुमाया पुस्तकालयमा हिजो त्यही राखेको, हिजो राति त विष्णुमाया पुस्तकालयमा बस्यो होइन। आज चाहिँ हामी त्यही बजारतिर बस्नु, र हामी चाहिँ बिहान 7 बजेदेखि ड्युटीमा हुन्छ, 7 बजेदेखि बेलुका 7 बजेसम्म करिब 12 घन्टा 13 घन्टा ड्युटी हुन्छ। यो किताब दिउँसोको खाना बाहिर खानुहुन्छ, बेलुकाको खाना चाहिँ जहाँ बस्नुहुन्छ त्यहीँ खानुहुन्छ।
नगरले चाहिँ एकचोटि यो रेस्पोन्सिबिलिटी हामी 1 महिना राखेर हामी जुन दिन हामीले त यो भोलिन्टियरै गरिदिएको हो क्या हामीहरू र अब यहाँ जति पनि छन् स्थानीय हो म चाहिँ छैन हाम्रो टिम मात्रै हो मात्रै छौँ उताबाट के सबै नेपाली त हुने होइन स्थानीय मैले भनेको नेपालका सबै नेपाली जहाँ गयो त्यही स्थानीय हो मेरो लागि होइन यो सबै राष्ट्रको लागि हो 2 जना भाइ र म 2 जना मात्रै गाडीमा किताब लिएर आउँछौँ अनि स्थानीय 8-10 जना स्थानीय चाहिँ 8-10 जना 8-10 जना चाहिँ 10-12 जना पढिरहेको अब सो इच्छाले लाग्ने कुरा के गर्नु त एकचोटि हामीले नगरपालिकाले एउटा नगरपालिकाले कति बजे त्यो बोलाउन कार्यक्रम टाइम राखेर ठ्याक्कै आधा घन्टा 45 मिनट ल फोटो खिचिदिनु उहाँले भन्नलाई धन्य छ उहाँलाई कोटी कोटी प्रणाम छ उहाँले एउटा मरेको फ्याक्ट्रीलाई कृषि औजार कारखानालाई जुन उहाँले प्रण लिनु भएको छ बनाउने हो बनाउनलाई पैसा फटाफट फटफटिया फटिया आदमी चलिए ना देखियो किताब लगाओ देखियो और दादू दादू भाई सब आओ दीदी भाई सब हाट बजारमा गएर किताब महेन्द्र भने राजा महेन्द्र राजाका भक्तहरूले पनि हेर्नुहोस् हामी महेन्द्र राजा महेन्द्रको चोकमा रहेछ यो हिमालय रोड हिमालय सम्झेको किताब देखा के रहे थे डॉक्टर साहब हवा के रहे थे एक किताब कहा करना करती है सर एक किताब के कमाल लिखो आगे घर में दिया होता है पसंद की बात है यहाँ किताब पढ़ते थे उनमें कहते वो कि वो 7 बजे संतान चलो किताब लगा दो पढ़ते देखियो